बच्चिन निकागो राष्ट्रिय कर दिवस याचोले ललितपुर चेम्बर अफ कमर्स संयोजन व आन्तरिक राजस्व ज्याकु यल क्षेत्र नम्बर 1 या गोशाले कर सम्बन्धी अन्तर्क्रिया ज्याजो जुगुदो ललितपुर चेम्बर अफ कमर्स अध्यक्ष पुष्परत्न साके सभापतित्व कर सम्बन्धी अन्तर्क्रिया ज्याजो मंगलबार इले जुगुखा ज्याजोले आन्तरिक राजस्व ज्याकु यल क्षेत्र नम्बर 1 या प्रमुख नवराज पन्थी ललितपुर चेम्बर अफ कमर्स अध्यक्ष पुष्परत्न साके उपाध्यक्ष निरु थापा कार्य महत्वतकया नवना दिगुखा नेपाल सरकारले कर दिवसको सुरुवात 2069 साल मङ्सिर 1 देखि सुरु गरेको हो। यसै क्रममा यो अहिले हामी 12औं कर दिवस सुरुवात गरिँदैछौँ। यस 7 दिने सप्ताहव्यापी कार्यक्रममा हामीले विभिन्न कार्यक्रमहरू आयोजना गरेका छौँ। त्यसमध्ये एउटा यो कर तथा शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम पनि प्रमुख हो। खास गरी यो आर्थिक ऐन 2080 ले विभिन्न किसिमका कर सम्बन्धी छुटहरू सुविधाहरू कर सम्बन्धी स्किमहरूको व्यवस्था गरेको छ। त्यसबारेमा करदाता अथवा सेवाग्राही व्यवसायीहरूलाई स्पष्ट रूपमा त्यसको ज्ञान नभएर त्यसको बारेमा जानकारी नभएर त्यसको सदुपयोग त्यसको त्यो जुन ऐन कानुनले गरेको जुन अवसर हो त्यसको अवसर लिनबाट वञ्चित हुनु नपरोस् भन्ने हिसाबले हामीले यो सचेतना कार्यक्रमलाई राखेका हौँ। यो विशुद्ध करदाता शिक्षा तथा सचेतना कार्यक्रम हो। हामीले आज 12औं कर शिक्षा दिवसको उपलक्ष्यमा हामीले यो कार्यक्रम गरिरहेछौँ र हुन त अब 12 पुगिसकेका छन् र त्यो अवस्थामा ललितपुर चेम्बर अफ कमर्सले हरेक यो ऐतिहासिक कर राष्ट्रिय कर दिवसको बेलामा हामी विभिन्न कार्यक्रम गरिआएका छौँ। हरेक वर्ष यो मङ्सिर 1 देखि 7 दिसम्बर रहन्छ। त्यो बेला यहाँ कर हाकिमहरू जहिले पनि कहिले 1 वर्ष बाद 2 वर्ष अथवा यस्तोमा चेन्ज भइरहन्छन्। अहिले पनि हाम्रो नवराज पण्डितज्यू उहाँ धेरै भएको छ 2 महिना जति आउनु भएको र म पनि अस्ति 5 महिना जति म अमेरिकामा बसेँ। त्यो बेला आउँदाखेरि म फक्नासाथ मैले अरुण ढकाल हुनुहुन्थ्यो अनि उहाँलाई त्यो उहाँले उठाउनुभयो अनि मलाई धेरै खुसी लाग्यो। उहाँ आउनु भएको रहेछ, उहाँ गुल्मीबाट आउनु भएको र उहाँ एकदमै मृदुभाषी र हामीप्रति एकदमै मिलनसार। हिजो मात्र उहाँको कार्यकक्षमा हामीले भेट्न गयौँ। त्यसैले हामीहरूको समस्त व्यवसायीहरूको तर्फबाट उद्यमीहरूको तर्फबाट उहाँको यो कार्यकाल लैपूर्वको एकदम सुखमय होस्, राम्रो होस् र व्यवसाय मैत्री गर्न सकोस् र केही पनि उहाँको कार्यकालमा हाम्रो ललितपुर क्षेत्रमा कुनै पनि उद्यमी व्यवसायले समस्यामा पर्न नपरोस्। समस्या परे पनि उहाँका भन्न गएपछि उठ्ने गरी यसको समाधान गर्न सकोस् र यही भगवानले उहाँलाई पनि हामीलाई पनि साथ दियोस् भन्ने मैले इच्छा एवं अभिलाषा व्यक्त गर्न चाहन्छु। अथे ज्याजोले कर अधिकृत श्याम आचार्य कर सम्बन्धी प्रस्तुतिकरण तयार दिएको छ। एक्सेल सिटमा मात्रै हामीले कम्प्युटरमा हिसाब राखेर हामीले त्यसको विचार जारी गर्न पाउँदैनौँ। हामीले कम्प्युटर विचार जारी गर्नका लागि कार्यालयसँग अनुमति लिनुपर्छ र ती सफ्टवेयर निर्माताहरू जो आन्तरिक राजस्व विभागमा हालेका छन् उनीहरू सूचीकृत भइसकेका छन्। उनीहरूसँग सफ्टवेयर किनेर अनि कार्यालयमा निवेदन दिएर त्यो प्रक्रिया पुरा गरेर मात्रै कम्प्युटर विचारको हामीले प्रयोगमा ल्याउनुपर्छ। अहिले हामी अब 5 करोड माथिको लागि कम्प्युटर विचारको अनुमतिको कानुनी व्यवस्था छ। हामीले लिनुपर्छ, लिएर मात्रै काम गर्ने हो। 35 करोडभन्दा माथिको कारोबार गर्दाखेरि हामीले केन्द्रीय अनुगमन विचार प्रणाली CBMS भन्छ त्यसमा आबद्ध भएर काम गर्ने हो।